गाइज वेलकम टु माई न्यू भ्लग। सबैजनालाई स्वागत छ मेरो आजको न्यू भ्लगमा। आज चाहिँ म कबड्डी खेल्न हिँडिरहेको छु। ठाउँको नाम चाहिँ नारायण स्थानमा पर्छ। हिजोको म्याच चाहिँ हामीले जितिसकेर पनि सेमी फाइनलमा पुगिसक्यौँ र आजको म्याच चाहिँ फाइनल गेम हो, त्यसैले हामी सेमी फाइनलमा छिरिसक्यौँ। गेम चाहिँ अझै सकिन्छ, लास्टसम्म हेर्नु होला हामीले गेम जित्छ जित्दैन भनेर। चाहिँ बजारमा आइपुगिसक्यौँ, बस्दै त्यहाँ छ। आज शनिबार बजार लागिरहेको छ। राम्रो आउँछ त, राम्रो आउँदैन एकछिन बजार घुम्ने कि ओके बजार घुम्ने हो र छैन हावा जाउँ गाइजहरू। हामी चाहिँ बजार घुम्न लागेको जाउँ बरु। म त कटाइ बनाउँछु यार, भ्लग पनि हामी त बरु खाएर आइम यार। यहाँ चाहिँ तरकारीहरू बेचिराख्नु भएको छ, त्यो साइडमा खुकुरी पनि छ। बजार चाहिँ निकै ठुलो पनि थिएन, ठिक्कको थियो, जे उसबाट हिँड्नु मिल्ने खालको थियो बजार। यो चाहिँ ओखलढुङ्गाको बजार हो, कस्तो छ कमेन्टमा भनिदिनु होला। त्यहाँ भाडाको सामान पनि रहेछ, प्याजहरू लोकल टमाटर पनि रहेछ। खुर्सानी चाहिँ सरी प्याज चाहिँ कुहिसकेको रहेछ। मेरो मुख चिप्ली गयो कि गाइजहरू। त्यहाँ गाजरहरू, यहाँ चाहिँ कति ताजा छ सब्जीहरू, हेर्न सक्नुहुन्छ यता। आज चाहिँ शनिबारको त हो, त्यसैले बजार लागिरहेको छ। हामी चाहिँ कोही टिम नआएर बजार घुमिरहेको छौँ। बस्दै माथि नगरपालिका छेउमै छ गाइजहरू। मेरो छोरा चाहिँ पिटी निकालिरहेको छ, अहिले छुट्टी तिमीलाई के हुँदैन। आज त मान्छे त्यति छैन, नभएको पो यो अझ होइन। कुनै बेला चाहिँ यस्तो भिड हुन्छ, बाटै नपाउने क्या थिएन। यता चाहिँ पानी मन पर्छ। सरले कल गरिसक्नु भएछ नि। हेलो हजुर सर, हामी त अघि आइपुगेको। गाइज हामी चाहिँ स्कुल आइसक्यौँ। हामी चाहिँ दुईटा स्कुलको मिलेर आएको। अब चाहिँ म तपाईँहरूलाई स्कुलको पेपर सिकाउने छु, स्कुल कस्तो छ भनेर। यता चाहिँ भ्यूहरू खतरा छ है गाइजहरू। घोस हाम्रो म्याच चाहिँ च्यानमसँग पर्छ। सेकेन्ड म्याच हो हाम्रो चाहिँ। फर्स्ट म्याच चाहिँ सजा मावि र हिमालय मावि पर्छ। के हुन्छ त, दुईजना मात्रै बस्छु नि। मेरो पनि भ्लग आइदिनु होला साथीहरू, मैले बनाएको छु। तपाईँको पुग्न आँटेछ है मेरो जति। म त भिडियो अपलोड गरेको छैन क्या, त्यही फ्युचर ब्लगर। तपाईँ त भिडियो अपलोड गरिराख्नुहुन्छ, म त गर्दिनँ नि त। हत्तपट्टि के हुँदैन, आइपुग्यौँ। हिमालय माविको चाहिँ अगाडि आइसकेको छ गाइजहरू। यहाँ म्याटहरू चाहिँ लगाइसकेको छैन, अहिले लाउँछन् होला। तिनवटा स्कुलको आइसक्यौँ, अझै एउटा स्कुलको बाँकी छ। आज चाहिँ सेमी फाइनल म्याच हो, फाइनल पनि आज हुन्छ होला गाइजहरू। ऊ त्यहाँ दुईवटा स्कुलको आउँदैछ, हामी चाहिँ एउटै बसमा आएको। हेलो गाइस, म चाहिँ यहाँ छुट्टीको फोनबाट बोलिरहेको छु। हामी चाहिँ यहाँ ड्रेस चेन्ज गर्दैछौँ, यतातिर हुनुहुन्छ सबैजना। यस्तो हुँदैछ जिन्दगी। छुट्टी तपाईँहरूको भ्लगर।
फोटो खिच्दैछन् यसको चाहिँ राम्रो छ यहाँ तल पनि रहेछ यहाँ पनि छ अनि उहाँ पर पनि रहेछ ग्राउन्डमा चाहिँ मैले लगाउँदैन अहिले लाउँछ र बिहान चाहिँ 8:30 भन्दा थियो अहिले चाहिँ 9:30 हुन लाग्यो होला गाइस हामी चाहिँ कुद्दा कुद्दा हाम्रो गेम अब स्टार्ट हुन लागेको छ फर्स्ट म्याच चाहिँ सजरमाई भर्सेस हिमालयन हुँदैछ हेर्नु होला हामी देखाउँदैछौँ यहाँ हेर्न सक्नुहुन्छ अब चाहिँ गेम स्टार्ट हुन लागेको छ सजरमाई भर्सेस हिमालयमा पनि मैले अघि पनि भनेको थिएँ तपाईँहरूलाई सजरमाईहरू चाहिँ प्रदेशसम्म पुगेको खेलाडी छन् कोही र हिमालयमावि चाहिँ राष्ट्रपतिसम्म मात्र पुगेको छ अब चाहिँ यहाँ सजरमाई र हिमालयमावि कोर्टभित्र प्रवेश गरिसकेको छ मेरो क्यामेरा चाहिँ अलि ब्लर आयो अघि अहिले चाहिँ राम्रो आयो त्यहाँ चेन बसिसकेको छ सजरमाई र हिमालयमाविको अब चाहिँ रेफ्रीहरू पनि रेडी भइसक्यो र हिमालयमाविको रेडर यता सजरमाईकोतिर आइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ सजरमाईको चेन र रेडर पनि उस्तै डेन्जर छन् भने हिमालयमाविको चाहिँ अलि लुज छ त्यो पनि सक्दो खेलिरहेछ हिमालयमाविले बकल्यान्ड अघि नै क्रस गरिसक्यो र सजरमाईको जर्सी नम्बर 2 लाई आउट गरिसकेको छ हिमालयमाविले फर्स्ट पोइन्ट ल्याउन सफल भइसकेको छ हिमालयमाविले र सजरमाईको रेडर गइसकेको छ त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले रेफ्रीले अलि छेकिरहेछ त्यो झेलिदिनु होला जर्सी नम्बर 8 छ हिमालयमावि सजरमाईले पोइन्ट ल्याउन सफल भयो र हिमालयमाविको एकजना मरिसकेको छ मरेको मतलब आउट भइसकेको छ अनि हिमालयमाविको रेडर आइसकेको छ अघिको रेडर रहेछ यो चाहिँ फेरि सक्नुहुन्छ सजरमाईको टिमले रेडरलाई हिमालयमाविको रेडरलाई च्याप्पै अटाइसकेको छ र हिमालयमाविको रेडर आउट भयो र सजरमाईको टिम सेभ भएको छ र यहाँ सजरमाईको टिमबाट जर्सी नम्बर 6 रेडर गइसकेको छ बकल्यान्ड क्रस भइसकेको छ र जर्सी नम्बर 6 ले अपोनेन्टलाई मारेर आफ्नो रेडर सेभ गर्न सफल भएको छ र हिमालयमाविको जर्सी नम्बर 7 आउट भइसकेको छ पनि हिमालयमाविको रेडर यहाँ आइसकेको छ यो चाहिँ थर्ड रेडर होला हिमालयमाविलाई च्याप्पै अठाइदिएको छ जर्सी नम्बर 2 ले अठाएको यो चाहिँ तपाईँहरूले हेर्नुभयो कि भएन जर्सी नम्बर 2 लाउने चाहिँ मनिका मगर दिदी हुनुहुन्छ मनिका मगर दिदीको रेडर र डिफेन्स एकदमै राम्रो छ र यहाँ चाहिँ कोड चेन्ज भएर हाफ टाइम सकिसकेको छ र यहाँ आइपुगेछौँ दिदीले चाहिँ भ्लगरहरू भनेर जिस्काइराख्नु भएको छ त्यही पनि म लाज नमानी बनाइरहेको छु र यहाँ सजरमाईले हिमालयमाविलाई अठाइसकेको छ रेडर आउट भएर टिम सेभ भएको छ यहाँ हेर्न सक्नुहुन्छ अब जर्सी नम्बर 4 रेडर गइसक्नु भयो यहाँ जर्सी नम्बर 4 ले राम्रो खेलिराखेको छ त्यहाँ हेर्नु होला मैले देखाइरहेको छु तपाईँहरूलाई भर्सेस हिमालयमाविको गेम चाहिँ सकिसकेको छ र हाम्रो म्याच भइसकेको छ अब म्याच सकेपछि भेटौँला गाइस म्याच पनि खेलिसक्यौँ फर्स्ट म्याच चाहिँ हार्यौँ त्यही पनि फर्स्ट टाइम राम्रो भयो प्राइज चाहिँ हामी चाहिँ 3rd या 4th सेमी फाइनलिस्ट हो हामी त्यही पनि प्राइज चाहिँ उति नै दिन्छ 3rd र 4th लाई त्यही पनि राम्रो भयो पहिलाको भन्दा घाउ पनि लागेछ यता चाहिँ दिदीहरू हुनुहुन्छ यहाँ ड्रेस चेन्ज गर्दै हुनुहुन्छ मैले अब ड्रेस चेन्ज गरेर भेट्छु हामी चाहिँ गेम पनि सकेर अब हामी चाहिँ घर जान लागेको मिडल मात्र राम्रो लाग्छ योहरूले यहाँ हेर्न सक्नुहुन्छ ग्राउन्ड चाहिँ यस्तो छ र यो ग्राउन्ड चाहिँ ओखलढुङ्गाको म्युनिसिपालिटी 3 नारायणी स्थान ठाउँ हो र हामी सबैजना चाहिँ बसमा ब्याग राख्न जाँदैछौँ यहाँ एन्जल दिदी हुनुहुन्छ एन्जल दिदी पनि भ्लगर हुनुहुन्छ उहाँको भ्लगको च्यानलको नाम चाहिँ एन्जला राई हुनुहुन्छ त्यहाँ सजरमाईको दिदीहरू पनि हुन्छ सजरमाईको दिदीहरू र हामीहरू चाहिँ एउटै बसमा जाने हो लालुग्रासकै बसमा जाने हो किनकि छिमेकी स्कुल हो नि त त्यसैले टाढाबाट आएको हामी
टाढाबाट आउने चाहिँ लालुगुराँस र सजमाविको स्कुल मात्र थियो, त्यसैले एउटै बाटो पनि पर्छ अनि सँगै हिँडिरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ जर्सी नम्बर 6 लाउने दिदी हुनुहुन्छ, उहाँ चाहिँ सजमाविको, त्यही पनि सजमाविको दिदीहरू चाहिँ सब फ्रेन्डली हुनुहुन्छ, त्यसैले हामीलाई पनि निकै कुराहरू सिकायो। यहाँ हामी यहाँ गफ गर्दैछौँ, यहाँ अगाडिको बाटो पनि देखाइरहेको छ। यहाँ यस्तो छ, भ्यूहरू चाहिँ एकदम राम्रो छ। यहाँ पर येल्लो कलरको चाहिँ हाम्रो बस हो र यो अगाडिको वाइट कलरको देख्ने चाहिँ ब्यानर हो र यो चाहिँ कबड्डी खुल्ला कबड्डी भनेर लेखिएको थियो। गर्ल्सको कबड्डीहरू गराएको पनि देखाएको थियो। अनि यहाँ चाहिँ यहाँको सब राम्रो छ, तर पानीको चाहिँ अलि अभाव रहेछ। पानीको हामीलाई नि निकै अभाव भयो पानीको चाहिँ। अनि हामी चाहिँ बसतिर लागिरहेको छौँ। अब चाहिँ हामी फेरि ग्राउन्डतिर हिँडिसकेका छौँ। यहाँ ग्राउन्डमा चाहिँ सजमावि र हिमालय मावि स्कुलको सबै बसिसकेका छौँ। अब मेडल वितरण गर्ने हो नि त। अरू स्कुलको चाहिँ हिजो गइसकेको छ र यहाँ चाहिँ 4वटा स्कुल, 2टा थर्ड र सेकेन्ड र फर्स्टको मात्र बसेको छौँ। यहाँ चाहिँ अब के भन्नु, यस्तै भाषण त दिने हो, त्यही पनि त्यहाँ अगाडि स्टेजमा देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ फर्स्ट सेकेन्ड थर्डको मेडलहरू रहेको छ र अब चाहिँ हामी मेडलहरू ल्याएर मेडलहरूको र प्रमाणपत्र र पैसाको फोटो देखाउने छौँ। जो गाइजहरू हामीले चाहिँ यहाँ ट्रफी मेडल सब पैसाहरू देखाइरहेको छौँ। पैसा चाहिँ 7,777 रुपियाँ रहेको छ। हामीले चाहिँ मेडल पनि ल्याइसक्यौँ। प्रतियोगितामा सहभागी भएर निकै स्थान हासिल गर्ने यो प्रमाणपत्र भन्ने हुन्छ यहाँ हामीले चाहिँ थर्ड पोजिसन मावि पनि लिइसक्यौँ। हार्दिक बधाई छ। प्रशिक्षक हुनुहुन्छ भोज बहादुर बोगटी, उहाँलाई म यो पुरस्कार ग्रहण गर्नुको लागि म अनुरोध गर्छु। पुरस्कार राशि 22,222 रुपियाँ पुरस्कार राशि रहेको छ।